फेरि अर्को मिनी ब्लगमा तपाईँहरूलाई स्वागत छ। तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आजको दिन मैले कसरी बिताएँ यो भिडियोमा तपाईँहरूले प्रश्न देख्न सक्नुहुनेछ। आज चाहिँ हाम्रो घर मामा आउनुभएको थियो। मामाले चाहिँ मामा भान्जा भएर आज दाउरा चिर्नु पर्छ भनेर हामी चाहिँ खेततिर लाग्यौँ। अनि बाटोमा जाँदै गर्दा मामाले चाहिँ गाउँतिर चाहिँ विकास भाइ भान्जा भन्दै कफ लाउनु भएको थियो। मैले चाहिँ कति हो भनिदिँदै हिँडेँ। अनि मैले यो त के विकास हो र मामा अझै हिँड्नु न बाटोमा, तपाईँहरूले विकास कति देख्नुहुन्छ भन्दै लगे। बिस्तारै बिस्तारै हामी चाहिँ खेततिर जाँदै थियौँ। खोल्सोमा चाहिँ माथि ढुङ्गा र माटो झरेर चाहिँ पुरै खोल्सो भरिएको छ। अनि मामाले चाहिँ डोको बुन्ने निङ्ला देख्नु भएछ। अनि भान्जा निङ्ला यहाँ रहेछ भन्नुभयो। अनि मैले यसो हेरेको, मैले पनि देखेँ। अनि हैज त नि भने सानसानो हाँगा होला भनेको त मुडो रहेछ। अनि मामाले चाहिँ एक्लै उचाल्न नसकेर भान्जा आउनुहोस् न दुईजनाले उचालम भनेर बोलाउनु भयो। अनि म गएको त मैले उचाल्नै सकिनँ। नसकेपछि के गर्नु, अनि मामाले चाहिँ भान्जा हजुर चाहिँ तलको हाँगा काट्दै गर्नु, म चाहिँ एक्लै उठाएर यसलाई चिर्दै गर्छु भनेर भन्नुभयो। अनि म तल झरेँ, हाँगालाई काटेँ। होइन कति साह्रो हो भन्दै हाँगालाई गाली गर्दै थिएँ। यत्तिकैमा काटेर त सकियो। त्यसपछि मास्टर निस्किएको त मामाले डाइकी दाउरा चिर्नु भएको छ कि होइन, यस्तो बुढेसकालमा कस्तो जोस आएको भनेर म यसो सोचिरहेको थिएँ। अनि यत्तिकैमा कफ लाउँदै बसिरहेको त मामाले दाउरा चिरेर सकेर भ्याउनु भयो। अनि त्यो ठुलो मुढा चिरेर भ्याएपछि हामी चाहिँ सिनसानो हाँगा बोकेर घरतिर लाग्यौँ। सिनसिनाइ बोकेको किन भन्दाखेरि बाटो चाहिँ अप्ठ्यारो थियो। सानो हाँगा पनि के भन्ने हो, आधी बाटो नआउँदा स्याहार फ्या बनाइदियो। बुढेसकाल त मलाई पो लागेको रहेछ त। तसो तसो घोडा टेक्दै पनि घरसम्म ल्याइयो। अनि घर आइयो। अनि भातसात खाइयो। अनि मामाले फेरि पर घर जाऊँ, पर घरको पनि ठाडो टुडुक हानेर आम दाउरा भन्नुभयो मामाले। अनि जाम भनेर हामी पनि हिँडियो। अनि बाटोमा गएको त मामाले यो घर कसको त्यो घर कसको भनेर सोध्नुभयो गरे। अनि मैले पनि यो घर फल्लाको त्यो घर फल्लाको भने। अनि एकैछिन मामाले के भन्नुहुन्छ भनेको त भान्जा रक्सी खान्छौ कि खान्नौ भन्नुहुन्छ गरे। म कहाँ खान्छु मामा रक्सी भन्दै। त्यसपछि कुरा गर्दै गर्दै गयो। चिसो थियो उतातिर चाहिँ। मलाई फेरि यता त लास्ट चिसो छ है मामा भनेको, चिसो छ भान्जा अहिले दाउरा साउरा चिर्दाखेरि तातिन्छ भन्दै घाँसाउँदै हिँड्नु भएको थियो मलाई। अनि पुरानो घर वलतिर पुग्न कहाँ भेट्यो, त्यहाँ पनि पहिरोले त बाटो नै रहेनछ। होइन बुढो मान्छे पनि कति छिटो हिँडेको, मभन्दा फास्ट हिँड्नुहुन्छ त मामा भन्दै म चाहिँ पछि पछि मामालाई गिज्जाउँदै थिएँ। टिकैमा चाहिँ हामी घर पुगिसक्यौँ। अनि घर गएर चाहिँ यताउति दाउरा हेऱ्यौँ। अनि घर पल्तिर गएको मुडो रहेछ। मामा चाहिँ यो मुडो म चिर्छु, भान्जा हजुर चाहिँ हाँगा काट्नु भनेर चाहिँ म हाँगा काट्न भनेर सुन्तलाको फेदनिर आएँ। अनि सुन्तला ड्याम 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 काटे। अनि त्यहाँ लेपीको दाउरा पनि रहेछ। अनि यसलाई पनि थुतेर काट्छु भनेर यसो दाउरा फाल्छु भनेको त मोबाइलमा लाग्यो। अनि मोबाइलको एङ्गल बिग्रियो। अनि फेरि बनाएँ, फेरि गयो। अनि दाउरा काटे। होइन मलाई त झद्रै झेउला भयो काट्दिनँ भनेर फेरि आएँ। अनि मोबाइल समातेर यसो मोबाइलतिर हेर्छु भनेको त छ्या अनुहार त सुँगुरको जस्तो देखिए रहेछ त। यो दाउरा काट्नुभन्दा त बरु झाडी पार्छु भने यसो झाडी हेरेको त झाडी कति हो होइन, झाडी पनि फार्न ठिक रहन्छ भनेर फेरि म त मामाचिम जान्छु भनेर मामाचिम गएको त मामाले त वहीँ कि गई दाउरा चिरेर त सकिसक्नु भयो रहेछ। बस्दै मामाले चाहिँ दाउरा चिरेर सक्नुभयो। फेरि मैले पनि चिरेको दाउरा मामाले मात्र होइन, त्यहाँ देखिएको छैन। मामाले चाहिँ ल भान्जा अब जाम घत्तिर भनेर हामी चाहिँ काँधमा एक कुन्टा बुढा बोकेर घत्तिर लाग्यौँ। हम पनि डुबिसकेछ। आजलाई यति। लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला। फेरि अर्को भिडियोमा भेटौँला। बाई बाई।